नमस्ते साथीहरू। आजको भिडियोमा हामी क्रेडिट कार्डको बारेमा बुझ्नेछौँ। के हो त यो क्रेडिट कार्ड? यसमा पैसा कहाँबाट आउँछ? ब्याङ्क ब्यालेन्स जिरो भए पनि हामीलाई पैसा कहाँबाट आउँछ? के यो फ्री अफ कस्ट हो? जति पैसा चलाउँदा नि हुन्छ? हामी प्रायः कुनै पनि सामान किन्दा पैसालाई दिएर सामान किन्ने गर्छौँ। जब हामीसँग क्यास सकिन्छ गोजीमा, हामी एटिएम मसिनमा गएर एउटा कार्डको मद्दतले क्यासलाई विथड्र गर्छौँ र त्यो क्यासलाई कारोबार गर्छौँ। त्यो कार्डलाई भनिन्छ साथीहरू डेबिट कार्ड। र डेबिट कार्ड तबसम्म चल्छ जबसम्म हजुरको ब्याङ्क एकाउन्टमा पैसा छ। तर जब हजुरलाई क्यास आयो तर हजुरको ब्याङ्क एकाउन्टमा पैसा छैन, ब्यालेन्स जिरो छ, यो समस्यालाई समाधान गर्न साथीहरू इन्ट्रोड्युस हुन्छ क्रेडिट कार्ड। के हो त साथीहरू क्रेडिट कार्ड? किन ब्याङ्कमा ब्यालेन्स जिरो हुँदा पनि हामी क्रेडिट कार्डले कारोबार गर्न सक्छौँ? यो पैसा कहाँबाट आउँछ? यो पैसा को दिन्छ? के यो पैसा जति निकाल्दा पनि हुने हो? के यो फ्री अफ कस्ट हो? आउनुहोस् साथीहरू, आजको लर्न विथ नवीनको यो चौथो भिडियोमा क्रेडिट कार्डको बारेमा क्लियरिटी बुझौँ। भिडियो मन परेमा लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गर्न नबिर्सिनुहोला। साथीहरू, क्रेडिट कार्डलाई हामी एउटा इक्जाम्पलबाट बुझौँ। हजुरको भोलि इक्जाम छ, हजुरलाई भोलि एउटा क्यालकुलेटर चाहियो, तर हजुरसँग पैसा छैन, हजुरको ब्याङ्क ब्यालेन्स पनि जिरो छ, हजुरले घरमा कुरा गर्नुभयो, घरबाट पनि पैसा आउन 2-3 दिन लाग्छ, तर हजुरलाई क्यालकुलेटर भोलि नै चाहिएको छ। यस्तो अवस्थामा साथीहरू हामी क्रेडिट कार्डको मद्दतले क्यालकुलेटर किन्न सक्छौँ। मतलब हजुरसँग ब्यालेन्स जिरो भए पनि हजुरको क्रेडिट कार्डको नाममा ब्याङ्कले पैसा तिर्दिने गर्छ। तर साथीहरू, हामीले 45 दिनभित्र यो पैसा रिटर्न गरिदिनु पर्ने हुन्छ ब्याङ्कलाई। यो त्यस्तै हो साथीहरू, जस्तै हामीले एउटा साथीलाई पैसा माग्यौँ र त्यसलाई केही दिनपछि पैसा फिर्ता गरिदियौँ र हाम्रो काम पनि भयो र हामीले पैसा पनि तिर्यौँ। साथीहरू, क्रेडिट कार्डबाट हामी लिमिटमा मात्र पैसा निकाल्न सक्छौँ र लिमिट ब्याङ्क अनुसार फरक हुन सक्छ। जस्तै कुनै ब्याङ्कको क्रेडिट कार्डको लिमिट 50,000 छ भने हामी 50,000 मात्र खर्च गर्न सक्छौँ त्यो क्रेडिट कार्डबाट। साथीहरू, यो क्रेडिट कार्डको लिमिट युजरको ब्याकग्राउन्डले पनि फरक गर्न जान्छ। हजुरले योभन्दा पहिला क्रेडिट कार्डबाट कति पैसा खर्च गर्नुभयो, कति पैसाको ट्रान्जेक्सन यो क्रेडिट कार्डबाट भइरहेछ, कति समयमा हजुरले क्रेडिट कार्डको पैसा तिर्न सक्नुहुन्छ, हजुरको फाइनेन्सियल डिसिप्लिन कस्तो छ, त्यसको आधारमा पनि ब्याङ्कले क्रेडिटको लिमिट तोक्छ। यसले खास गरी हजुरको विश्वासलाई देखाउँछ। जति बढी विश्वास त्यति बढी लिमिट हुन्छ। हजुरको आम्दानीले पनि लिमिटमा फरक पर्न जान्छ साथीहरू। यदि हजुरको आम्दानी बढी छ भने हजुरको लिमिट पनि बढी हुन सक्छ। यदि हजुरको आम्दानी कम छ भने हजुरको लिमिट पनि कम हुन सक्छ। यसलाई हामी अर्को सरल भाषामा स्कोर जस्तै पनि बुझ्न सक्छौँ साथीहरू। हजुरले क्रेडिट कार्डबाट प्रयोग भएको पैसा कति समयमा फिर्ता गर्नुहुन्छ, कति खर्च गर्नुहुन्छ, आम्दानी कति छ, सेभिङ कति छ, यो सबको एउटा स्कोर हुन्छ साथीहरू। र बढी स्कोर भयो भने ब्याङ्कले हजुरलाई बढी भरोसा गर्छ र बढी भरोसा भयो भने हजुरलाई बढी लिमिट दिन सक्छ, र कम स्कोर भयो भने हजुरमाथि कम भरोसा हुन्छ र कम भरोसाले हजुरलाई कम लिमिट पनि मिल्न सक्छ। साथीहरू, नेपालमा क्रेडिट कार्डको सेवा लगभग 1990 को दशकमा सुरु भएको थियो। हिमालयन ब्याङ्कले नेपालभित्रै प्रयोग हुने पहिलो क्रेडिट कार्ड ल्याएको थियो। त्यति बेला यसको प्रयोग बढी नभए पनि अहिलेको समयमा यसको प्रयोग बढ्दो क्रममा छ साथीहरू। अब कुरा गरौँ यसको फाइदा र बेफाइदाको बारेमा साथीहरू। फाइदामा साथीहरू मैले पहिल्यै सुरुमा उदाहरण दिइसकेको छु। ब्याङ्कमा ब्यालेन्स जिरो छ भने पनि हजुर क्रेडिट कार्डको मद्दतले कारोबार गर्न सक्नुहुन्छ। दोस्रो फाइदा हो साथीहरू इएमआई। हामीले कुनै पनि ठुलो एमाउन्टको सामान जस्तै मोबाइल, ल्यापटप, बाइक आदि जति पनि छन् सबलाई क्रेडिट कार्डबाट इएमआई गरेर किन्न सक्छौँ साथीहरू। महिना महिना ब्याङ्कबाट हजुरको क्रेडिट कार्डको नाममा इएमआई भरिन्छ साथीहरू। हजुरको खातामा पैसा होस् या नहोस् हजुरको इएमआई भरि नै रहन्छ। तर हजुरले 45 दिनभित्र क्रेडिट कार्डको बिल पनि तिराइसक्नु पर्ने हुन्छ साथीहरू। नत्र भने साथीहरू हजुर एउटा ठुलो इन्ट्रेस्टको च्यापेटामा पर्न सक्नुहुन्छ। अर्को फाइदा हो साथीहरू रिवार्ड एन्ड क्यासब्याक। हजुरले धेरैभन्दा धेरै क्रेडिट कार्ड युज गर्नुभयो भने हजुरले रिवार्ड पोइन्ट, डिस्काउन्ट, क्यासब्याक पाउन सक्नुहुन्छ साथीहरू। नेपालमा यो कम भए पनि विदेशतिर यसको चलन बढी छ। यसबाट हजुर धेरै नै सुविधा लिन सक्नुहुन्छ। अर्को फाइदा हजुरको क्रेडिट र्याङ्किङ पनि राम्रो हुन्छ साथीहरू। यो मान्छेले लोन लिएर यति समयमा लोन तिर्छ भनेर क्रेडिट कार्डमा र्याङ्किङ हुन्छ साथीहरू, जसले क्रेडिट कार्ड रेटिङ पनि भनिन्छ। यदि हजुरको क्रेडिट कार्ड हिस्ट्री राम्रो छ, टाइममा सब ट्रान्जेक्सनहरूको बिल क्लियर गर्नुहुन्छ भने हजुरको क्रेडिट कार्ड र्याङ्किङ राम्रो हुन्छ साथीहरू, जसले ब्याङ्कमा हजुरलाई अरू सुविधाहरू लिन पनि सहयोग गर्छ। अब कुरा गरौँ डिसएडभान्टेजको साथीहरू, क्रेडिट कार्डको सबैभन्दा ठुलो डिसएडभान्टेज भनेको क्रेडिट कार्डमा लाग्ने इन्ट्रेस्ट रेट हो, जसलाई हामी नेपालीमा ब्याज दर भन्छौँ। हजुरले टाइममा क्रेडिट कार्डको बिल क्लियर गर्नु भएन भने साथीहरू हजुरलाई ठुलो एमाउन्टमा इन्ट्रेस्ट तिर्नु पर्ने हुन्छ। अर्को डिसएडभान्टेज हो साथीहरू यसको चार्ज फी। नर्मली डेबिट कार्ड लिँदा हामीलाई वर्षमा एकचोटि रिन्यू गर्नुपर्छ र रिन्यू गर्दा नर्मली ब्याङ्कहरूले 500 रुपियाँ लिने गर्दै गर्छन्। तर क्रेडिट कार्डमा साथीहरू यस्तो हुँदैन। यसलाई महिनौ मेन्टेनेन्स खर्च तिर्नुपर्छ र यसलाई लिन पनि एकदम खर्चिलो हुन्छ। त्यसमाथि मेन्टेनेन्स खर्च पनि महिना कटिरहेको हुन्छ। अर्को बेफाइदा हुन सक्छ साथीहरू अननेसेसरी बाइङ हेबिट। हामी नेपालीहरूलाई बढी जस्तो यो बानी लाग्न सक्छ। पैसा नभए पनि क्रेडिट कार्ड छ नि भन्ने, पछि तिरिहाल्छु नि भन्ने, पछि हेरिहाल्छु नि भन्ने बानीले एक दिन ठुलो लोनमा धकेल्न सक्छ। यो थियो साथीहरू क्रेडिट कार्डको बारेमा एउटा नर्मल जानकारी। अब यसको प्रयोग कसरी गर्ने भन्ने कुरामा जाउँ। कसरी यसको प्रयोग गर्ने, कसरी यसको घाटाभन्दा पनि बढी फाइदा लिन सकिन्छ। सर्वप्रथम साथीहरू हामीले कहिले पनि क्रेडिट कार्डबाट क्यास विथड्र गर्नु हुँदैन।
म यसमा एउटा क्रेडिट कार्डको विशेषता भनेर बुझाउन चाहन्छु साथीहरू। नर्मली हजुरले क्रेडिट कार्डमा पैसा खर्च गर्नुभयो भने 40 देखि 45 दिनसम्म हजुरलाई कुनै पनि ब्याज लाग्दैन। तर हजुरले क्रेडिट कार्डबाट पैसा झिक्नुभयो भने हजुरलाई जुन दिन हजुरले पैसा झिक्नुभयो त्यही दिनदेखि हजुरको ब्याज चालु हुन्छ साथीहरू। नत्र सिधै क्रेडिट कार्डबाट पेमेन्ट भयो भने कुनै पनि यस्तो तरिकाको ब्याज आउँदैन साथीहरू। साथीहरू, यदि हामीसँग फाइनेन्सियल डिसिप्लिन छैन भने हामीले क्रेडिट कार्ड नलिएकै राम्रो, किनभने यसले साउलाई ब्याज 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 गर्दा गर्दै ठुलो ऋणमा परिवर्तन गरेको थाहै हुँदैन साथीहरू। यदि हजुरलाई लाग्छ म क्रेडिट कार्डको बिल तिर्न सक्छु, मसँग यति पैसा हुन्छ पछि, तब मात्र हजुरले क्रेडिट कार्ड लिन सक्नुहुन्छ साथीहरू। म क्रेडिट कार्डको प्रयोग पुरा डिसिप्लिनका साथ गर्छु भनेपछि साथीहरू हजुरको लागि यो बेस्ट हुन सक्छ। किनभने पैसा नभएको बेला अरूलाई माग्नुभन्दा आफ्नो क्रेडिट कार्डबाट कारोबार गरेर महिनाको अन्तिममा यसको बिल तिरेपछि हजुरको कारोबार पनि भयो, हजुरले समयमा पैसा पनि पाउनुभयो। र अर्को कुरा साथीहरू, यदि हामीसँग पैसा छ तर पनि हामी क्रेडिट कार्ड लिन्छौँ भने हामीसँग भएको पैसालाई हामी अरू ठाउँमा पनि लाउन सक्छौँ। जस्तै इक्जाम्पलको लागि हामीसँग पैसा छ तर पनि हामीले क्रेडिट कार्डको युज गर्यौँ, हामीले आफ्नो खर्च क्रेडिट कार्डबाट भर्यौँ र आफूसँग भएको पैसा कुनै यस्तो ठाउँमा लायौँ जहाँबाट हामीलाई पैसा रिटर्न आउन सक्छ। जस्तै सेयर मार्केट साथीहरू, हामीले सेयर मार्केटमा आफूले भएको पैसा लायौँ तर खर्च चाहिँ हामीले क्रेडिट कार्डबाट गर्यौँ भने महिनाको अन्तिममा हामीले सेयर मार्केटबाट आएको पैसाले क्रेडिट कार्डको बिल तिर्छौँ र हाम्रो बिल पनि तिरियो, क्रेडिट कार्ड पनि क्लियर भयो र हाम्रो इन्कम पनि भयो। यसरी साथीहरू हामीले स्मार्टली क्रेडिट कार्डको प्रयोग गर्ने भने एकदम महत्त्वपूर्ण इन्स्ट्रुमेन्ट हो हाम्रो डेली लाइफमा। द्याट्स इट साथीहरू, यही नै थियो क्रेडिट कार्डको रियालिटी भिडियो। मन परे लाइक, कमेन्ट र सब्सक्राइब गर्न नबिर्सिनु होला।